नमस्ते, स्वागत छ तपाईहरुलाई मेरो मिनी ब्लगमा। यो चाहिँ मेरो फर्स्ट मिनी ब्लग हो। अनि जब म भ्याकेसन आएको थिएँ घरमा, म र मेरो हस्बेन्ड अनि उहाँको साथीहरु हामी यसो घुम्नको लागि डम्पेटार गएको थियौं। त्यसकै अलिकति रमाइलो पलहरुलाई चाहिँ मैले यसो भिडियोमा चाहिँ क्याप्चर गरेको एउटा मेमोरीको लागि है। हामी चाहिँ बेलुकादेखिको डम्पेटार गएको पानीघट्टा दुधे हुँदै सबैजना जाने भएको होला हैन। डम्पेटार यति राम्रो ठाउँ रहेछ यो ठाउँ। अनि हेर्नु न बालासन खोलाको नजारा यति राम्रो देख्छ हाम्रो ठाउँ है। आफ्नो ठाउँ भनेको आफ्नै हुँदो रहेछ। कति राम्रो लाग्ने, रमाइलो लाग्ने। बाटो पनि कति राम्रो सजिलो बनिएको छ। यसो दुधेको पुल है, कति राम्रो हेर्नु न भ्यू देख्छ माउन्टेन। अलिकति अप्ठ्यारो बाटो रहेछ तर राम्रोसँगले गाडी स्कुटी मजाले पुग्ने नै रहेछ। त्यहाँनिर जुन होमस्टेहरू बनिएको छ है, कस्तो राम्रोसँगले बनाउनु भएको रहेछ। एकदम रमाइलो लाग्यो यो ठाउँ। अनि हामी चाहिँ एकछिन बस्यौँ यस्तै 1-2 घण्टा जस्तो। अनि खानाहरू पनि मिठो रहेछ त्यहाँनिर। त्यहाँबाट हामी फर्किहाल्यौँ, बेसी टाइम चाहिँ हो गरेनौँ। तर ठाउँ चाहिँ जे होस् राम्रो रहेछ, सबैजना जानु होला। अब चाहिँ हामी फर्केको। थ्याङ्क यू सो मच मेरो मिनी ब्लग हेरिदिएकोमा। यस्तै सानो ब्लग लिएर फेरि आउनेछु। थ्याङ्क यू।